कुन ठाउँ ए ओके हुन्छ क्यान्सल गरिदिनु नि त ओके हस् फकटमा माछालाई बोलायो बोल लोकेसन हुन्छ नि त यार एउटा मान्छेलाई दुःख दिने काम गर्नु हुँदैन थट लोकेसनमा आयो माछाले क्यान्सल लोकेसन मिस्टेक परेछ ल अहिलेसम्म क्यान्सल गरिराखेन अनि सकेन कतिखेर क्यान्सल गर्छ त मिस्टेक भयो भने कस्तो थाहा हुँदा हुँदा पनि क्यान्सल नगरे हो कि मैले पर्खाउन खोजे हो कि झुलाउन खोजे हो कि हो यसलाई के भन्नु त यार मैले मुख छाडौँ कि राम्रै शब्द बोल्नु गरिदिनुहोस् त भन्नु पर्यो यो मान्छेलाई मैले मुखै जानु पर्ला जस्तो छ यस्तो दिमाग खराब गर्छ थट अब फोनै गर्नुपर्ने भयो फेरि अब कुरा सुन्दा आमाको स्वरको छ यार मान्छे अब मुख छाडौँ पनि के छाडौँ त्यत्रो टाइम कुराइसक्यो यार ए दिदी हेलो ल मैले फोन उठाएर फोनमा होलमा राखिदिन्छ यार पख्नु नि दिदी म भन्छु मैले भनेको काम गर्नुहोस् न त अनि म सिकाउँछु त्यो गर्नुहोस् न भनेको के दिदी यार तपाईँ फोनै काट्नुहुन्छ त्यो यतापट्टि यता सुन्नु न त्यो तपाईँको स्क्रिनमा सुन्नु न तपाईँको यता त्यो स्क्रिनमा होइन त्यो यता के अरे बाइक देखाएको होला होइन हेर्नु त बाइक देखाइरहेछ होइन 9718 अनि तपाईँ दुईवटा बुक गर्नुहुन्छ अनि दिदी यार कस्तो तपाईँ हामीलाई दुःख दिने काम नगर्नुहोस् न अनि मेरो कुरा सुन्नुहोस् न भनेको काम गर्नुहोस् न क्यान्सल गरिदिनु भन्दाखेरि म कहाँबाट 2 किलोमिटर लिन आएको दिदी अनि मैले भनेको काम त गरिदिनुहोस् न त्यहाँ हेर्नुहोस् एकचोटि अप्सनमा त्यो लोकेसन चेन्ज गर्न मिलिहाल्छ नि तपाईँ कहाँ जाने म पुऱ्याइदिइहाल्छु नि दिदी म यो तपाईँ चाहिँ कहाँ हुनुहुन्छ यही मलबी स्कुलको छेउमा हो ल आउनु नि त म क्यान्सल गरिदिन्छु आउनु यहाँ आउनु त ल आउनुहोस् दिदी आउनुहोस् हेत तेरि म कुरै हो ल आउनुहोस् कता हो दिदी अनि तपाईँले कमसेकम हुन्छ नि दिदी अनि तपाईँहरू यस्तो गरिदिनुहुन्छ हामीलाई दुःख दिनुहुन्छ अनि म कहाँबाट आएको लिन अब तपाईँ दुईवटा बुक गर्ने अनि यसरी
अनि यत्रो यहाँ मैले भन्दैछु तपाईँले मैले एटलिस्ट बाइक देखाएको छैन यहाँ मुनि थिचेर यहाँ यत्रो क्यान्सल भन्ने राइड देखाएको छैन तपाईँ होइन यहाँ कस्तो किन बुक गर्नुभएको त अनि क्यान्सल गर्न नआउने मान्छे पक्रिनु सक्छन् त्यो त भयो मैले माने होइन कमसेकम त्यही त मैले भनेको कुरा सुन्नु पऱ्यो नि त दिदी तपाईँ मान्छे पुऱ्याइदिनु त भन नि आएन भाइ भने म यहीँ छु भाइ म यहीँ त लोकेसनमा छु आएर क्यान्सल गरिदिनु भने त सक्यो त कुरा तपाईँ जस्तो मान्छेले यस्तो कुरा यस्तो के अरे फोन उठाउने होलमा राखिदिने क्यान्सलै गर्न मिलेन फेरि के भयो फेरि तर अलिकति विचार गरेर अर्कालाई दुःख दिनुहुन्छ क्या दिदी अब तपाईँले भनिहाल्नु भयो होइन त भाइ मैले जानिनँ यहाँ आऊ न भनिदिएको भाइ म यहीँ आइसकेको मान्छे आइदिइहाल्थेँ नि तपाईँ आमा जस्तो मान्छेलाई मैले के गर्छु भन्नुहोस् त अब अरू भइदिएको भए त म हेर्नुहोस् अब यत्रो टाइम कुरेँ म के गर्यो भाइ त्यो अघिको मान्छेले कुन चाहिँ हो त्यसले क्यान्सल गरिदियो क्या फेरि क्यान्सल गरिसक्यो तपाईँको कुनै राइट छैन हो तपाईँ जानुपर्ने कहाँ हो तपाईँ जानुपर्ने कहाँ मेरो यहाँनिरको माथिको हो के याङ्गोमै जानु लाग्यो अनि अहिले मलाई त्यहाँ जाने भाइ लोकेसन चेन्ज गरिदियो भाइ म अहिले तपाईँलाई लान्न थिएँ म अहिले मिलिहाल्छ नि त्यसो गर्ने हुन्थ्यो हेत तेरी दिदी तपाईँ पनि यस्तो तपाईँलाई पुऱ्याउनु पर्ने लोकेसन कहाँ यहाँ तल्लो टुसाल लेख्नु पर्ने यहाँको लेखेको छु कि मैले यसरी माथि यसरी अहिले तपाईँले ठिक छ अहिले तपाईँले जुन गर्नुभयो नि अहिले यहाँ भाइ म त्यो ठाउँमा जाने भनिदिएको भए म अहिले मिल्दैन होला भने नगरे नि भाइ क्यान्सल नगरिकन थाहा छैन हो लोकेसन चेन्ज गर्न मिल्छ क्या मिस्टेक परेछ भाइ भनिदिएको भए त पुरै हेलो मैले त्यो नम्बरमा कल गर्नु भने तपाईँले नम्बर पठाएको छ कल गर्नु नि त्यो नम्बरमा त्यो 98 तर मान्छेलाई दुःख हेर्दाखेरि यस्तो मान्छेलाई दुःख दिने काम भाइ के गर्नु जान्दैन यार चलाउन बोक्क त यत्रो टाइम लस हो र यार